नेपालको तराई देशको अन्न भण्डार, लाखौं किसानहरूको जीवन खेतीपाती र खानेपानीसँग जोडिएको भूभाग। तर पछिल्ला वर्षहरूमा तराईमा एउटा चिन्ता बढ्दै गएको छ। किन सुक्दैछन् धाराहरू र इनारहरू, पानीका स्रोतहरू कमजोर बन्दैछन्। यो केवल तराईको समस्या मात्र होइन, यसको सम्बन्ध नेपालको एउटा संवेदनशील पहाडी क्षेत्रसँग जोडिएको छ, त्यो हो चुरे। आज हामी खोज्नेछौँ चुरे दोहन र तराईको पानी सङ्कट बीचको सम्बन्धका बारेमा। नेपालको पूर्वी झापादेखि पश्चिमको कञ्चनपुरसम्म फैलिएको चुरे क्षेत्र करिब 800 किलोमिटर लामो छ। यसलाई शिवालिक पर्वत श्रृङ्खला पनि भन्ने गरिन्छ। भूगर्भिक हिसाबले चुरे नेपालको सबैभन्दा कान्छो पहाडी भूभागमध्ये एक हो। यसका चट्टान र माटो धेरै कमजोर रहेका छन्, त्यसैले यहाँ भूक्षय, कटान र पहिरोको जोखिम पनि बढी हुन्छ। तर चुरेको महत्त्व केवल पहाडका रूपमा मात्र होइन, यो तराईको पानीसँग जोडिएको प्राकृतिक प्रणालीसँग रहेको छ। मनसुनमा पानी चुरेका जङ्गल र माटोमा खस्छ। वन, घाँस, माटोले त्यो पानीलाई रोक्छ। पानी बिस्तारै जमिनभित्र पस्छ र भूमिगत तहमा सिन्चित हुन्छ। त्यही सिन्चित पानी पछि तराईका धारा, इनार, ट्युबवेल र नदीहरूमा पुग्दछ। सरल भाषामा बुझ्दा चुरेले पानी जम्मा गर्छ, तराईले त्यो पानी प्रयोग गर्छ। यसैले धेरै वातावरणविदहरू चुरेलाई प्राकृतिक पानीको ब्याङ्क पनि भन्ने गर्दछन्। तर पछिल्ला दशकहरूमा चुरेमाथि दबाव तीव्र रूपमा बढेको छ। जनसङ्ख्या बढेको छ, सहर विस्तार भएको छ, घर, सडक र पुल निर्माणको सङ्ख्या बढेको छ, ढुङ्गा, गिटी र बालुवाको माग पनि भत्तै बढेको छ। फलस्वरूप चुरे क्षेत्रमा नदी र खोलाहरूमा उत्खनन बढ्दै गएको छ। कतिपय उत्खनन कानुनी छन्, कतिपय अवैध। तर प्रश्न केवल कानुनी वा अवैधको होइन, प्रश्न हो प्रकृतिले कति दोहन सहन सक्छ भन्ने कुराको। जब नदीको प्राकृतिक दबाव बदलिन्छ, जब धेरै गहिरो उत्खनन गरिन्छ र जब वन क्षेत्र घट्छ, त्यसको असर पहाडमा मात्रै सीमित रहँदैन, यसको प्रभाव तराईको पानी प्रणालीसम्म पनि पुग्ने गर्दछ। वन केवल रुखहरूको समूह मात्र होइन, वनले माटो समातेर राख्दछ, पानीलाई जमिनभित्र पस्न सहयोग गर्छ, भूक्षय र बाढीको जोखिम घटाउँछ। तर जब वन घट्छ, वर्षाको पानी सिधै बग्न थाल्दछ, माटो बग्छ, खोला नाला फुरिन्छन् र पानी भूमिगत तहमा पुग्ने प्रक्रिया कमजोर हुन्छ। त्यसपछि वर्षामा बाढी आउँछ, तर हिउँदमा पानीको अभाव देखिन थाल्छ। तराईका धेरै ठाउँमा इनार गहिरो खन्नुपर्ने, ट्युबवेलहरूमा पानी झन तल झर्ने र सिँचाइमा कठिनाइ हुने अनुभवहरू सुनिन थालिसकेका छन्। तर अवस्था पूर्ण रूपमा बिग्रिसकेको छैन। चुरे संरक्षण गर्न सकिन्छ, वन पुनर्स्थापना गर्न सकिन्छ, नदीजन्य पदार्थको उत्खनन वैज्ञानिक र सीमित ढङ्गले गर्न सकिन्छ, वर्षाको पानी सङ्कलन गर्न सकिन्छ, स्थानीय समुदायलाई संरक्षणको साझेदार बनाउन सकिन्छ। तराईको पानी सङ्कटको कारण केवल चुरे दोहन मात्र होइन, जलवायु परिवर्तन, बढ्दो जनसङ्ख्या, भूमिगत पानीको अत्याधिक प्रयोग र अनियन्त्रित सहरीकरण पनि जिम्मेवारी रहेका छन्। तर चुरे जोगाउन सकियो भने तराईको पानीको भविष्य जोगाउने सम्भावना अझै पनि बाँकी रहेको छ। चुरे र तराईको सम्बन्ध केवल पहाड र मैदानको सम्बन्ध मात्र होइन, यो पानी र जीवनको सम्बन्ध हो। आज चुरे जोगाउने निर्णय गरियो भने भोलिको तराई पानीले भरिएको हुनसक्छ। तर चुरे सुक्दै गयो, भत्किँदै गयो र दोहन हुँदै गयो भने तराईमा पानीको सङ्कट अझ गहिरो हुन सक्छ। किनकि चुरे बचाउनु भनेको तराईको भविष्य पनि बचाउनु हो र देशको भविष्य पनि बचाउनु हो।